माननीय हर्क साम्पाङज्यूले कुनै काम गर्ने घोषणा गर्नुभयो भने त्यसलाई पूरा गर्नुहुन्छ। बोलेपछि काम जसरी पनि पूरा गर्नुहुन्छ। यस्तो किसिमको नेता नेपालको राजनीतिक इतिहासमा पहिलो नेता हुन्। अरूले गफले मात्र सबै गरिसक्छन्, तर व्यवहारमा 5-10% मात्र गर्छन्। दार्चुलाको एक गाउँमा सानी बालिका ज्यान जोखिममा राखेर ट्विनबाट नदी तर्दै गरेको दृश्य सार्वजनिक भएपछि उहाँले त्यहाँ झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। त्यसपछि सर्वसाधारणबाट सानो सानो आर्थिक सहयोग सङ्कलन गर्दै श्रमदानको माध्यमबाट छोटो समयमै पुल निर्माणको काम अघि बढाइयो। यस अवधिमा विभिन्न आलोचना, विरोध, आरोप प्रत्यारोप र सामाजिक सञ्जालमा अनेक टिप्पणीहरू गरे। माननीय हर्क साम्पाङज्यू र उहाँको पार्टी श्रम संस्कृति पार्टी र पार्टीका श्रमदाताहरूलाई गाली गर्न र राम्रोलाई नराम्रो बनाउन, सहीलाई गलत हो भन्नलाई र सोझा साझा जनताहरूमाथि भ्रम छार्नलाई सङ्गठन नै बनाएर रात-दिन गाली गरिरहे। नराम्रो शब्दहरू प्रयोग गरेर नहुने आरोपहरू लगाइरहे। उनीहरूको कोही परिवार नभए जस्तो छाडापन शब्दहरू प्रयोग गरिरहे। उनीहरूले एक पैसा कहिले पनि योगदान नगर्ने, तर श्रम संस्कृति पार्टीका श्रमदाताहरू आर्थिक र श्रमदान सबै योगदान गर्नेहरूलाई खिसीट्युरी गरिरहे। तर दार्चुला झोलुङ्गे पुल निर्माणमा संलग्न टोली, श्रमदान गर्नुहुने र सबै किसिमको सहयोग गर्नुहुनेहरूले आफ्नो लक्ष्यबाट विचलित नभई पूर्वको सबै क्षेत्रहरूबाट, जस्तै झापा, धरान सबै क्षेत्रहरू, काठमाडौँ र मध्य नेपाल हुँदै पश्चिम तथा देशभरका जनताहरू दार्चुलाको विकासको लागि एकजुट भएर बसको बस आलोपालो दार्चुला पुगेर निरन्तर विकास गरिरहे। त्यसैगरी दार्चुलाका जनताहरूले सबैले साथ दिनुभयो। त्यहाँका जनताहरू भन्नुहुन्छ, माननीय हर्क साम्पाङ भगवान बनेर आउनुभयो। अहिलेसम्म सरकारले नदेखेको दार्चुला माननीय हर्क साम्पाङज्यूले देख्नुभयो। हाम्रो भाग्य खुल्यो, विकास सुरु भयो। कहिले सडक नआएको माननीय हर्क साम्पाङज्यू आएपछि सडक गाडी पनि आयो। इन्टरनेट नलाग्ने थियो, टावर थिएन, अहिले टावर पनि आयो। उहाँको पार्टीका श्रमदाताहरूले टावर पनि बनाउनु भयो। अब हाम्रो विकास सुरु भयो भनेर खुसी व्यक्त गर्नुभएको सञ्जाल मार्फत धेरै देख्न सकिन्छ। अझ अचम्मको कुरा के भने, दार्चुलाका जनताहरूले भन्नुहुन्छ, श्रमदान गर्ने श्रमदाताहरूलाई दार्चुलादेखि नजानु, यतै बसौँ, हामीलाई छुटिनु मन हुँदैन। लगभग 3 महिना सँगै मिलेर एक परिवार भएर श्रमदान गरियो। अब छुटिने बेला हुँदैछ, दुःख लागेको छ भनेर भावुक भएको देख्दा हामी सबैलाई भावुकता बनाएको छ। दिदी दाजुबहिनीहरू सबैले एकदम अहिलेसम्म कसैको मुखबाट नि एउटा नराम्रो शब्द नि हामीले सुने होइन। यस्तो के मतलब एउटा घरको मतलब फ्यामिली जस्तो पुरा मिलेर चाहिँ अनि मतलब सँगै बस्ने, चाल्ने, बोल्ने, काम गर्ने, अनि त्यस्तो गर्नुभएको थियो। अनि त्यही भएर अब एकदम क्लोजिङ जस्तो भयो नि त हामी एकदम। अब भित्री मनदेखि नै मतलब ऊ भयो, हामी परिवार जस्तो भयो। अब एउटा परिवार छुट्टिँदा टाढा जाँदा दुःख लाग्छ नि त। अझ भन्नुहुन्छ, हामीहरू पनि पूर्वतिर श्रमदान गर्न आउँछौँ, बोलाउनुहोस् भन्नुभएको थियो। यसरी श्रमदानबाट जस्तो पनि काम गर्न सकिने रहेछ भन्नु अहिले सबैलाई प्रमाणित गरेको छ। यदि सरकारको ठेक्काबाट गरेको भए सायद यो झोलुङ्गे बन्ने थियो कि थिएन, र बने पनि कति करोड भ्रष्टाचार, कमिसन, घुस खाने थिए र पुल बनिन 5 वर्षमा पनि सकिन्थ्यो, वा आदि बनाएर लथालिङ्ग पहिलाकोहरूले जस्तै छाडिएको हुन्थ्यो। अनि फेरि अर्को सरकार बनिन्थ्यो र फेरि अर्को आफ्नो नातालाई ठेक्का पारिदिन्थे, अनि त्यही तरिका गरेर राज्यको सम्पत्ति दोहन गरिएको हुन्थ्यो। तर श्रम संस्कृति पार्टीका श्रमदाताहरूले श्रमदान मार्फत घाम पानी नभनी निरन्तर काम गर्दै पुल निर्माण सम्पन्न गर्नुभयो। आज असार 16 गते पुल उद्घाटन माननीय हर्क साम्पाङज्यूबाट उद्घाटन भएको छ। स्थानीय बालबालिकाहरू विशेष गरी खुसी देखिएका छन्, किनभने अब विद्यालय जान आउन नदी तर्दा ज्यान जोखिममा राख्नुपर्ने अवस्था अन्त्य भएको बताएका छन्।
गाउँका बासिन्दाहरूले पनि पुल निर्माणबाट आफ्नो दैनिक जीवन सहज हुने विश्वास व्यक्त गर्दै माननीय हर्क साम्पाङज्यू, उहाँको पार्टी लगायत सम्पूर्ण श्रमदान गर्नुहुने र आर्थिक, नैतिक, भौतिक सहयोगी सबैप्रति आभार प्रकट गरिरहेका छन्। यो परियोजनाले सामूहिक प्रयास, जनसहभागिता र श्रमदान मार्फत पनि विकासका कामहरू सम्भव छन् भन्ने सन्देश दिएको छ। कुनै पनि विकास योजना सफल हुन नेतृत्व, प्रतिबद्धता, पारदर्शिता र नागरिकको सहभागिता आवश्यक हुन्छ भन्ने कुरा यसले देखाएको छ। नेतृत्व भनेको केवल भाषण गर्ने होइन, बोलेका कुरा व्यवहारमा उतारेर देखाउने हो। दार्चुलाको यो झोलुङ्गे पुल धेरैका लागि प्रेरणादायी उदाहरण बन्न सक्छ। साथै श्रमदानबाट जस्तो विकास पनि गर्न सकिने रहेछ भन्ने यस दार्चुला झोलुङ्गे पुल निर्माण सम्पन्नले देखाएको छ र विकास विरोधीहरूको भ्रम पनि गलत साबित भएको देखाएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष माननीय हर्क साम्पाङज्यू लगायत पार्टीका सबै श्रमदाताहरू, श्रमदान गर्ने सबै र देश-विदेशबाट सबै किसिमको सहयोग गर्नुहुनेहरू, विकास प्रेमीहरूलाई धेरै धेरै धन्यवाद। जय हर्कवाद, जय श्रमदान, जय माटो, जय देश।